गाउँमा चाहिँ मेरो एउटा घर छ, त्यो घरको चाहिँ मलाई धेरै याद आउँछ। त्यो घरबाट चाहिँ म केही बन्छु भनेर निस्केर हिँडेको होइन। त्यो घर सम्हाल्नु छ, त्यो घर बनाउनु छ, त्यो घरमा परिवार पनि छ होइन, बाबा मम्मी सबजना हुनुहुन्छ। खुसी दिनको लागि भनेर घर छोडेर हिँडेको, खुसी दिन सङ्घर्ष गर्नु पर्दो रहेछ, धेरै कुरामा भिज्न पर्ने रहेछ। सङ्घर्षको बाटो चाहिँ एकदमै गाह्रो रहेछ। यो सङ्घर्ष गर्नलाई थाक्नु हुँदैन रहेछ भन्ने कुरा पनि बुझ्दैछु। आफ्नो घर चाहिँ बिग्रेको हेर्न मन छैन, तप्रेको हेर्न मन छ। त्यसको लागि दुःख गर्न खोज्दैछु, दिनरात गर्दैछु है। तर कतिवटा कुराहरूमा चाहिँ लडिरहेको छु। म मेरो परिवारलाई खुसी दिन चाहन्छु, तर पनि सकिरहेको छैन। आफ्नै खुसी लापता भइसक्यो यहाँनिर होइन। गाउँ चाहिँ एकदमै स्पेसल हो मेरो लागि। गाउँमा चाहिँ खोला नाला यताउति सबै कुराहरूमा एकदम परिपक्व भएर हिँडेको होइन। अनि कहाँ अब मलाई अनि सहर मनपर्छ त होइन। मलाई त जतिसुकै राम्रो ठाउँमा बसे नि गाउँकै याद आउँदो रहेछ। गाउँका साथीहरू सबजनालाई सम्झिन्छु म, एकदमै खुसी लाग्छ। फर्केर जान मन लाग्छ, तर मेरो भविष्यले मलाई रोकिदिन्छ। होइन तैँले यहाँ गर्नुपर्छ, तेरो भविष्य छ भोलि भन्छ होइन। अनि मात्र म अड्केको छु क्या, नत्र चाहिँ गाउँ नै प्यारो लाग्छ मलाई। मेरो गाउँ भने गाउँ हो। गाउँको वातावरणदेखि लिएर सब कुरा मलाई मेरो गाउँकै मनपर्छ। भविष्य सोच्दा डर लाग्छ फेरि है। गाउँ मात्रै माया गरेर भएन, मायाले खान दिँदैन रहेछ। तर गाउँ चाहिँ एकदम स्पेसल रहेछ कि मेरो भाषा पनि गाउँले छ एक त होइन, सोझो छ, इमान्दार छ। अनि गाउँको चाहिँ याद आउँदो रहेछ केटा। अनि मलाई चाहिँ गाउँ नै प्यारो लाग्यो यार, कसम भन्नुपर्दा यार। सहर मेरो लागि फापेन केटा, गाउँ नै ठिक छ मेरो लागि।